बक्स अफिस प्रमोसन कप 2082 अन्तर्गत आज फाल्गुनको 23 गतेको यो पहिलो खेल भर्खरै सुरु भएको छ। यहाँनिर लेफ्टपट्टि हामी देख्न सक्छौँ यो डार्क ब्ल्याक र ब्लू मिक्स भएको जर्सीमा भने यतापट्टि ग्रीन र अरू मिक्स जर्सीमा यो गेम सुरु भएको छ इलाइट फुटसल कपनबाट। फलित धेरैपछि आज फलितलाई हामी देख्दैछौँ ग्राउन्डमा र यो पास अलि हेभी हुन पुग्यो र गेम चाहिँ पहिलो खेल मधुसूदन भट्टराई निर्देशित चलचित्र हामी तीन भाइ और यहाँनिर प्लेयर समस्यामा देखिन्छन् वर्सेस रोशन मिर्जा निर्देशित चलचित्र लाली बजार बीच गेम भइराखेको छ। लेफ्टपट्टि हामी तीन भाइ र राइटपट्टि लाली बजार र लाली बजारको पनि राम्रो चर्चा छ। हामी तीन भाइ एउटा सफल चलचित्र थियो पुरानो हामी तीन भाइ भने फेरि नयाँ हामी तीन भाइ आएको छ, त्यो पनि हामी हेर्न पाउनेछौँ। ओके र यहाँनिर राम्रो इन्टरसेप्सन सिधा भन्दाखेरि हामी तीन भाइ भर्सेस लाली बजार। ओहो राम्रो प्रयास थियो फलितको तर स्कोर पनि निकाल्न सकेनन्। राम्रो पास थियो तर कन्ट्रोल पनि गर्न सकेनन्। हामी तीन भाइ अगाडि बढाउँदै बल राम्रो पास ब्याक पास फेरि बल खोज्न सफल फलित स्किल देखाउँदै आफ्नो र यो अर्को सर्ट आउट अफ टार्गेट। दुवै टिम 0-0। फागुन 23 गते रमाइलो शनिबार प्रमोसन कप बक्स अफिस प्रमोसन कप अन्तर्गतको आजको यो म्याच निकै इन्ट्रेस्टिङ भइरहेको छ। सूर्य बल खोज्न सफल र यो राम्रो पास तर अलिकति पेस भने पुगेन। राम्रो बचाउ किपरको क्विक रियाक्सन र राम्रो स्किल पनि। किपर अगाडि बढेको फाइदा झन्डै उठाएका थिए तर स्कोर भने निक्लेन। हामी तीन भाइ भर्सेस लाली बजार यति बेला लाइट फुटसलबाट फलितलाई मौका छ पास। फलितलाई पास दिने प्रयास थियो अलि हेभी हुनु पुग्यो। हामी तीन भाइ भर्सेस लाली बजार। मधुसूदन भट्टराई निर्देशित चलचित्र हो हामी तीन भाइ। भाइहरूले निकै राम्रो खेलको नमुना प्रस्तुत गरिराखेका छन् अहिलेसम्म। दुवै टिमबाट कुनै पनि गोल हुन सकेको छैन। राम्रो पास र राम्रो चान्स पनि छ र स्कोर भने फेरि निकाल्न सकेनन्। इजी क्याच राम्रो पास आर्केलाई।
माई गुडनेस, आर्केको यो उत्कृष्ट सट र गोल, रकेट सट भनौँ, र यो गोलसँगै लाली बजारको खाता खुलेको छ। लाली बजार 1 हामी 3 भाइ 0। राम्रो पास, फलितलाई चान्स छ। तर पास पनि त्यति राम्रो हुन सकेन। राम्रो पास, राम्रो चान्स, निकै हेभी हुन पुग्यो, फ्रेममा पार्न सकेनन्। लेभलमा ल्याउने राम्रो मौका थियो। सूर्यलाई नौलुक पास, र यहाँनिर एडभान्टेज मिलेको छ। फल दिएका छैनन् अम्पायरले। मौसम पनि निकै सुन्दर छ आज खेलाडीहरूको लागि। यस्तो खालको मौसम उत्कृष्ट मौसम मानिन्छ, र धेरैभन्दा धेरै चलचित्रहरूको प्रमोसन गऱ्यौँ हामीले, र सोही अन्तर्गत आज यो पहिलो खेलमा हामी 3 भाइ भर्सेस। राम्रो मौका थियो, तर गुमेको छ भन्नुपर्छ। र आर्केलाई निकै सुन्दर पास, तर आर्केको थ्रु पासलाई लिनको लागि लाली बजारबाट कोही पनि खेलाडी थिएनन्, र यो निकै खराब पास फलितलाई, र फलितको त्यति राम्रो पास हुन सकेन। र यहाँनिर फलितले शङ्करलाई यहाँनिर समस्यामा ल्याएका छन्। अलि बिस्तारै खेलौँ। 7 मिनटको यो समय सम्पन्न भइसक्दा हामी 3 भाइ 0, लाली बजार 1। निकै हेभी हुन पुग्यो यो पास सिद्धार्थको। आर्के त्यति खुसी देखिन्नन्, र हामी 3 भाइबाट पनि त्यति राम्रोसँग कन्ट्रोल हुन सकेको छैन। यद्यपि मौका पनि पाइराखेको छ लेभलमा ल्याउने। राम्रो स्किल, सर्ट पनि राम्रो थियो, राम्रो सेभ। लाइट फुटसल कपनबाट यति बेला हामी जोडिराखेका छौँ, र आर्केको यो त्यति राम्रो कन्ट्रोल हुन सकेन बल। हामी 3 भाइ भर्सेस लाली बजार। लाली बजार अहिलेसम्म 1 को लिडमा अग्रता। राम्रो पास यहाँनिर, र सूर्यलाई मौका थियो, त्यति राम्रोसँग सर्ट सम्पर्कमा आएन। फलितको यो प्रयास, बल बाहिरिएको छ, कर्नर पाएको छ हामी 3 भाइ टिमले। राम्रो मौका, शङ्करले निकै राम्रो बचाइदिए बल, र राम्रो सेभ फलित। राम्रो मौका छ, नौलुक पास, र निकै सुन्दर पास। आर्केलाई मौका छ अर्को गोल गर्ने, र अलि लेट हुन पुग्यो। बल आउट नभएको अम्पायरको दाबी, र इन्डिभिजुअल गोल गर्ने प्रयास थियो, र फेरि मौका छ आर्केलाई। आर्केको यो सर्ट भने ब्लक भएको छ।
राम्रो सेभ, राम्रो स्किल र र यो अर्को खराब सट। मौका भने पाइराखेको छ हामी तीन भाइ टिमले, स्कोर पनि निकाल्न सकेको छैन र शङ्करको निकै सुन्दर पास। किपर अगाडि बढेर बललाई अगाडि फालिदिए। राम्रो चान्स यहाँनिर, राम्रो पास, राम्रो मौका। तर फेरि पनि यहाँनिर एक्जिक्युसन पनि त्यति राम्रो हुन सकेन। लाली बजार टिम 1 हामी तीन भाइ 0 अहिलेसम्म। हामी तीन भाइ उत्कृष्ट पारिवारिक चलचित्र, निकै राम्रो मुभी बनेको छ। त्यसै गरी लाली बजार जुन छिट्टै नै रिलिजको क्रममा छ। लाली बजार पनि युनिक स्टोरीमा आधारित चलचित्र र यो अर्को मौका फलितले फेरि गुमाएका छन्। प्रयास भने राम्रो थियो। राम्रो पास सूर्यलाई, बल कन्ट्रोल त्यति राम्रो छैन। फलित फेरि र यो अर्को खराब सट। लङ पास दिने प्रयासमा राम्रो सट सिधै किपरको हातमा। लाली बजार राम्रो स्किल, बल खोसिएको छ र यो शङ्करको गोल गर्ने प्रयास आउट अफ टार्गेट भएको छ। राम्रो स्किल देखाउने प्रयास थियो। माई गुडनेस, राम्रो सट थियो तर फ्रेममा भने पार्न सकेनन्। बल अगाडि बढाउँदै र यो अर्को सट फेरि पनि आउट अफ टार्गेट। र मौका छ फलितलाई, सूर्य बल खोज्न सफल र फेरि अर्को यो मौका। राम्रो सेभ, एक पछि अरूको मौका तर नतिजा भने 0। र अन्तिमतिर छौँ हामी। लाग्दैछ लाली बजार टिमले जित हात पार्नेछ। राम्रो मौका छ, राम्रो पास र निकै खराब सट। फेरि पनि हामी तीन भाइ टिम कुनै पनि हालतमा लेभलमा ल्याउन चाहन्छ गेम, तर स्कोर निक्लिएको छैन। राम्रो मौका थियो सिद्धार्थलाई, राम्रो बचाउ। किपर नै अगाडि बढ्दैछन् यति बेला र निकै राम्रो पास र फेरि असफल। मौका छ, र फलितको ह्यान्ड अर्केको यो बल सधैँ किपरको हातमा। ब्याक पास, फलितलाई पास, साथी खोज्दै फलित। बल खोसिएको छ। सिद्धार्थ किपर, सूर्यको यो क्लियर त्यति राम्रो हुन सकेन। शङ्कर बल अगाडि बढाउँदै राम्रो पास र आफै गोल हान्ने प्रयास गर्दै थिए। राम्रो पास, मौका छ। र यहाँनिर अर्केले आफ्नो टिमलाई गोल हुनबाट बचाएका छन्।
शङ्करको पास सिद्धार्थलाई तर सिद्धार्थको जजमेन्ट त्यति राम्रो हुन सकेन। राम्रो खेलको नमुना प्रस्तुत राम्रो पास निकै राम्रो सेभ फेरि पनि माई गुडनेस व्हाट अ सेभ। र आजको म्यान अफ द म्याच भन्ने होडमा छन्। एभ्री सट्सहरू निकै कन्फिडेन्सका साथ आफ्नो किपिङको नमुना प्रस्तुत गर्दै र बल क्लियर गरिदिएका छन्। सिद्धार्थको टा बल र राम्रो बचाउ। शङ्करको यो सट गोलमा परिणत र यो गोलसँगै लाली बजार टिम 2ले लिड गर्दै 2-0। मधुसूदन भट्टराई निर्देशित चलचित्र हो हामी तीन भाइ भने रोशन मिर्जा निर्देशित चलचित्र हो लाली बजार 2 हामी तीन भाइ 0। फलित स्किल त राम्रो देखाएका थिए तर नतिजा भने 0। राम्रो पास सिद्धार्थलाई दिने प्रयास थियो। बल खोसेको छ सिद्धार्थको यो थ्रु पास माई गुडनेस र यो अर्को उत्कृष्ट गोल। लाली बजार टिम हाबी देखिँदैछ 3-0। अन्तिममा छौँ हामी 3-0 को लिड गर्दै र यो हुसेलसँगै लाली बजार भर्सेस हामी तीन भाइको गेम सकिएको छ। लाली बजार टिमले राम्रो स्कोरका साथ आजको यो पहिलो गेम जित हात पारेको छ भनौँ। लाली बजार टिमलाई हार्दिक बधाई र सहभागी सबै खेलाडी साथीहरूलाई धेरै धेरै धन्यवाद।